नमस्कार सबैमा। म स्मृतिका पानाहरूबाट 25औं कविता लिएर प्रस्तुत भएको छु र यस कविताको शीर्षक रहेको छ हामी छौँ तर देखिँदैनौँ। र कविता यस प्रकार छ। हामी छौँ तर देखिँदैनौँ, हाम्रो आवाज आकाशले नसुने जस्तै, हाम्रो पहाड जङ्गल रगत पसिनाले सिंचेका, तर भूमिमा हाम्रो नाम छैन कहीँ। देशको सीमामा उभिएका छौँ हामी, राइफल काँधमा, मनमा देश प्रेम, तर जब भित्र फर्कन्छौँ भनिन्छ तिमी त बाहिरका हौ न रे। हाम्रो भाषा नेपाली हो तर हाम्रो हृदय भारतीय। हाम्रो गीत नृत्य रहर संस्कार यही माटोमा उम्रिएको अझै पनि अनौठो लाग्छ किन। इतिहासले हाम्रा पाना उडायो, कसैले लेखेन कसैले पढेन। हाम्रा आमा बुवाले देश बनाउँदा हामीले आफ्नो पहिचान हरायौँ। शिक्षा लिएर फर्किने छोरो जब सहरमा भर्ना हुन्छ, फारमको कुनामा अड्किन्छ नेसनालिटी अनि झस्किन्छ। न त धरतीले अँगालेको न त माटोले समेटेको, बीचमा झुन्डिएका हामी को हौँ यही अनुत्तरित प्रश्न। तर हामी चिच्याइरहेका छौँ, हामी गोर्खा हौँ, भारतीय हौँ, हामीले देश बनाएका छौँ। अब देशले हामीलाई चिनोस्। धन्यवाद।